राजा हस्पिटल 3.5 महिनाको राजा अब इन्जेक्सन लिन आएको हो। इन्जेक्सन डे हिजो थियो के अरे ड्याडी भ्याउनु भएन। ए राजा ठाउँ सर त्यही भएर मैले ब्यागमा छ चाहिँ ठाउँ छ टाउको दादा फ्रान्स फ्रान्स ओके छ फ्रान्स बाबा खानु छ खेमानी र बाबु खेमानी र छ गर्नु भयो क्या कस्तो कस्तो एक्सप्रेसन म उठ्यो क्या सुत्नु त सुत्नु उठ्यो यहाँ आज हातमा खुट्टामा राजा छेमु राजा छेमु ड्याडी डाडु ए सुन्न मजु ये सुन्न मजु डेना चुनीमा नि राजा कन दनाउने सरले अर्को खुट्टामा चाहिँदैन हजुर 9 महिना पुरा भएर Priyansh is now 3.5 महिना 3.5 months. He like my silver ring. बाबु खानु छ औँठी गराउनु भन भने अन्य से औँठी त he loves silver digger ब्लग नदेऊ मेरा राजा अहिले गनाए रे डेटल पानीबाट सफा गर्दैछ उसको मम्मीले 4 महिना पुग्न लाग्यो हाम्रो राजा के भएको हिरो हिरो भोटो यहाँ चाकदेखि तल नआउने भइसक्यो हेर न ठुलो हुँदैछ चाक हात लागेर नि चाक भन्दा तल खै आएको हो चाक गनायो के चोरो एकदम गनायो मम्मी भाषा छ कि नै ड्याडी जस्तो गनायो ढाड झन् ओ यही हो मेन कल्प्रिट यहाँ चाहिँ यस्तो गनाउँछ छोरो हाम्रो राजा पसिना गनाउँछ अरे ल ड्याडी जस्तै गनाउँछ ड्याडीको बास छ यहाँ ड्याडीको बास होइन गनाएको गनियो नवा क्लिनिङ वी आर क्लिनिङ यो कहिले फेर्दिएको बुढी अघि उसले पट्टी मैले सफा गरिदिएको थिएँ किन फ्रेस छ कि भरिसक्यो यो नयाँवाला होइन प्रोटेक्टर होइन यो
ल हाँसेको होइन यस्तो रे खाएको थियो फेरि पज भयो रमाउँछ हाँस तिमी क्यामेरा देखेपछि कन्सियस तिमी हाँस न फेरि फेरि गर्ने हो मलाई चिन्न नसक्यो जोडी भनेर जोडी